नेपालबाट रोमानिया स्टेप बाई स्टेप प्रोसेसिङको बारेमा यो भिडियो रहेको छ है त। सबैभन्दा पहिला तपाईले आफ्नो स्किल अनुसारको काममा चाहिँ एप्लाई गर्नुहुन्छ। त्यसपछि रोमानियामा भएको इम्प्लोयरले तपाईको लागि जेन्युइन जब अफर लेटर चाहिँ इस्यु गर्नुपर्ने हुन्छ। यो बिना तपाईको प्रक्रिया सुरु नै हुँदैन है त। त्यसपछि इम्प्लोयरले तपाईहरुको लागि वर्क परमिट एप्लाई गर्छ। यो सबैभन्दा इम्पोर्टेन्ट स्टेप हो है। र वर्क परमिट इस्युको अवधि भनेको 15 देखि 45 दिनसम्म भनिएको छ हैन। तर नेपालको कन्ट्रीजमा चाहिँ खोइ किन हो एजेन्टहरुले के गर्नुहुन्छ है, 2-3 महिना 4-5 महिना हैन, कति समय लागिरा हुन्छ। तपाईहरु पनि कमेन्ट गर्नु होला कति समय लागिरहेछ, कति समय लागेर चाहिँ तपाईको वर्क परमिट इस्यु भयो भनेर। अब वर्क परमिट आइसकेपछि तपाईले एम्बेसीमा चाहिँ भिजाको लागि प्रोसेस गर्नुपर्ने हुन्छ। र यो भिजा प्रोसेसको अवधि पनि तपाईको 15 देखि 30 दिन भित्रमा चाहिँ भिजा लाग्ने भन्ने छ हैन। तर नेपाल कन्ट्रीजमा त्यो हुँदैन, फेरि कतिपयको ढिला नै भइरहेको हुन्छ हैन। यो क्विक केसेसहरुमा चाहिँ 15 to 30 डेज भित्रमा भिजा लागेरै आउँछ। अब त्यसपछिको स्टेप त तपाईहरुलाई धेरैलाई थाहा नै छ हैन। श्रम स्वीकृति लियो, ओरिएन्टेसन ह्यान त्यान मेडिकलहरु गरेर यसरी तपाईले नेपाल टु रोमानिया सम्मको जर्नी चाहिँ तय गर्नुहुन्छ। र रोमानिया झर्दा बित्तिकै तपाईको भोलि पर्सि पल्टैबाट काम गर्छु भनेर पनि त्यो पाइदैन। किनभने त्यहाँको रेसिडेन्सी कार्ड नपाएसम्म तपाईहरुले वैधानिक रूपमा काम गर्न पाउनुहुन्न। अब इलिगल रूपमा हतारै छ कम्पनीलाई भने कहिलेकाहीँ लुगाएर झ्याप्पा काममा लाने त्यस्तो त हुन सक्ने भयो। तर वैधानिक रूपमा काम गर्नको लागि चाहिँ 90 दिन भित्रमा चाहिँ तपाईको इम्प्लोयरले रेसिडेन्ट कार्ड चाहिँ एप्लाई गरिदिनु पर्ने हुन्छ। र तपाईले जुन कम्पनीमा जानु भएको त्यही कम्पनीमा काम गर्नुपर्ने हुन्छ। यदि तपाईले काम चेन्ज गर्नुपर्ने छ भने फेरि नयाँ कम्पनीको वर्क परमिट चाहिँ इस्यु गरेर फेरि त्यसरी एप्लाई गरेर जाने हो। यो अलिकति झन्झटिलो प्रक्रिया हुन्छ। त्यही भएर जाने क्रममा चाहिँ अलि राम्रो कम्पनी, राम्रो मेन पावर खोजेर, राम्रो काम खोजेर चाहिँ जानु होला है त साथीहरु। यो थियो नेपालबाट रोमानियासम्मको जर्नी। थ्यांक यू फर वाचिङ।